हामी चाहिँ के गर्न जाँदैछौँ भने टक्कै पर चाहिँ मैले एउटा बबाल माछा भएको देखेको छु क्या त्यही भएर छुप्पी खेल्न गएको झम्पर बोक्नु पर्दैन मैले चाहिँ अब यस्तो हातले नै चाप्चु मारेर त्यस्तै 1-2 केजी होला होइन सायद त्यस्तै होला झम्परसम्म पर्दैन हातले नै मर्छ भनिरहेको छु पुरै बुझ्नु हुँदैन यार अब हाम्रो लोकेसनमा पुग्नु आँटेको होइन मैले चाहिँ बिहानै यस्तो टच गरेर आएको थिएँ माछा चाहिँ कति छ भनेर त्यहाँ लगभग 2-3 किलो चाहिँ होला भन्ने आश मलाई चाहिँ होइन तर खोला चाहिँ यत्रै छ तर माछा यतातिर चाहिँ एकदम बबाल पाउँछ अनि कसैले मार्दैन नि त त्यही भएर एकदम धेरै क्या अनि त्यो पुगेपछि भेटौँला गाइस हामी चाहिँ लोकेसनमा आइसकेको छौँ खोला हाम्रो यस्तो छ होइन अब यहाँ चाहिँ माछा चाहिँ हाम्रो हामी चाहिँ यो दुवा मार्न आँटेको यहाँ चाहिँ फेरि धेरै माछाहरू पाइन्छ क्या असला बुझिनाहरू हामीले माछा मारेको दुवा चाहिँ यो थियो होइन तर हामीले मारिसक्यौँ माछा लिएर आउनु त फाइनली माछा चाहिँ यति रहेछ हो अब यो भनेको पनि धेरै